गरेर हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र आजको भिडियोमा चाहिँ तपाईँहरूलाई धेरै धेरै स्वागत छ। सो मैले खानै खाएन, त्यही भएर म खाना खाएको ब्लग बनाउँछु। सो लेट्स गेट स्टार्टेड त अघि नै भइसक्यो। सो गाइज म चाहिँ अहिले हेर्न सक्नुहुन्छ रोटी खाँदैछु। भात चाहिँ खाएन यति ल, यति ठिक्क है। सो त्यही हो गाइज, घाम तापेर 10 मिनट जति घाम तापेँ बाहिर। अनि रोटी रहेछ, खाना खान्छ भने चाहिँ रोटी रहेछ, रोटी खाइदिएँ। सो रोटी चाहिँ 10 मा 10। कपाल नै लामो लामो भयो होइन। सो काटिन्छ अब, कहिले हुन्छ हेरौँ, कहिले जस्तो चल्छ। अब आजै काट्न पनि सकिन्छ, भोलि पर्सि जहिले पनि सकिन्छ। कति भ्लग नबनाएको पनि भयो होला 2-3 महिना। भ्लग नबनाएको 2-3 महिना भइसक्यो होइन। बनाउनु त के बनाउने, यही खाएको बनाउने। ल गाइज एकछिनमा अब के हुन्छ हेरौँ। सो गाइज त्यो चाहिँ माथि चल्नु नसकेर के हो जोरे आइज तपाईँ नचल्दै आइज इन मित्र आइज इन। सो गाइज यो चाहिँ के भन्छ अरे, जोरे न, यसको नाम चाहिँ यो कुकु। यता हेर ल, यहाँ यता यहाँ हेलो गाइज भन्। क्यारिगस जोरे न यसको नाम चाहिँ। अनि यो चाहिँ दिदीले ल्याएको, कहाँबाट थाहा भएन। ओए उता ठुक्छ त जोरे। लुकेकोस्, यो चाहिँ बाहिर गएको थियो है। त्यो पिँढी सिडी होइन, पिँढी हो कि त्यो के अरे, त्यहाँबाट चढ्न सकेको थिएन, त्यही भएर कराइरहेको थियो। The next day. सो गाइज दिस इज द नेक्स्ट डे है। आज चाहिँ म कलेज जान लागिरहेको छु। सो अहिले चाहिँ 5:30 बजिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ मौसम, पानी परिरहेको छ है। अनि यता चाहिँ यो बिल्डिङ भइहाल्यो।
सो गाइस त्यही नै हो कलेजतिर जाँदैछु सो तल चाहिँ तल हो बस पार्क तल छ सो गाइस चाहिँ घोडाको तबेला छ तबेला यो फार्मिङ सेदी हो गाइस है सेदी छुट्टी कति पिरियड भएन 2 पिरियड भएन हम तोड़ गए जो तुम झुके तब से तुम नजर में आ रुके हम तो हो गए जमा धीरे धीरे माला माल अब तो होना है वही जो बना